हेलो साथीहरु, नमस्ते एन्ड वेलकम टु P88 ब्लग्स। साथीहरु, आज चाहिँ म तपाईहरुलाई भुटान तर्फको यात्रातिर अगाडि बढाइराखेको छु। साथीहरु, नेपाल र भुटान चाहिँ अलिकति पनि फरक लागेन के मलाई। सेम टु सेम छ, उस्तै नेपाल जस्तै घर गाउँ डाँडा पाखा पर्वत सारा कुरा चाहिँ टु सेम छ क्या, कहीँ कतै पनि फरक देखिएन, उस्तै छ। अनि यसरी फेरि गुराँसहरू फुलेको है, सेम टु सेम छ क्या, ठ्याक्कै नेपाल जस्तै छ। र भुटान चाहिँ बुद्धिस्ट कन्ट्री भएकोले गर्दा त्यहाँनिर बुद्ध धर्मावलम्बीहरू चाहिँ धेरै नै भएको हुँदा बुद्धको टेम्पलहरू, मोनास्ट्री, गुम्बाहरू चाहिँ धेरै देख्न पाइन्छ। साथै बुद्धिस्ट कन्ट्री भएकोले बुद्ध धर्ममा आस्था, सांस्कृतिक कल्चरहरू, सोहरू धेरै साथीहरू विभिन्न किसिमको आफ्ना कल्चर, आफ्नो देश परम्परा आदि नेपाली नै बोल्ने भएकोले गर्दा एकदमै सजिलो र चिसो जाडो हिउँ पर्ने है, एकदमै रमाइलो, अति रमाइलो छ। नेपाल र भुटानमा केही फरक देखिएन, सेम टु सेम उस्तै। तर विकासको हिसाबमा भन्नुपर्दाखेरि भुटान धेरै नै अगाडि छ र त्यहाँको शिक्षा, स्वास्थ्य आदि सबै कुरा चाहिँ सरकारले नै फ्रीमा उपलब्ध गराउँछ। र यो चाहिँ त्यहाँको कल्चरसँग प्रस्तुत गरिँदैछ। यो चाहिँ मोनास्ट्रीमा ठ्याक्कै चाहिँ हाम्रो लेकमा बसोबास शेर्पा तामाङहरूसँग मिल्दो जुल्दो टोटली नै लुगा कपडा, ड्रेसअपदेखि कल्चरहरू सबै नै सेम उस्तै नै देखिन्छ। भाषामा पनि धेरै फरक छ। नेपाली बुझ्ने होइन, धेरै नै सजिलो अनि कल्चरहरू यसरी चाहिँ प्रस्तुत। नेपालमा पनि यस्तै खालको रमाइलो अनि आफ्नो संस्कृति परम्परा अनुसारको सोहरू भइराखेकै हुन्छ। ल साथीहरू, यात्राको अन्तिमतिर